साथीहरू सुन्नमा आउँदैछ रासोपामा पनि अहिले गुटबन्दी र खिचातानीको अवस्था सुरुवात हुँदैछ। म के भन्न चाहन्छु भने पहिले यी भिडियोहरू हेरौँ। I love you too. म बालेन पक्षलाई पनि भन्न चाहन्छु, हिजो रासोपा थिएन भने बालेन एकजना मेयर थिए, बालेन थिएनन् भने रासोपा एउटा 11-12 सिटको पार्टी थियो। त्यसैले बालेन र रासोपा एक अर्काका पूरक हुन्, उनीहरूले एक अर्काका पूरककै रूपमा काम गर्नुपर्छ। यदि गुटबन्दी व्यक्तिवाद अगाडि बढ्ने हो भने पुराना दल र अहिलेको दलमा केही फरक रहँदैन। जनताले दिएको अभिमतलाई रासोपाले र रासोपाका सांसदहरूले निर्वाह गर्नेछ। यदि व्यक्तिगत लाभको सोच बनाउने र गुटबन्दी गर्ने हो भने यो 2/3को सरकार संसारको सबैभन्दा लालायक 2/3को सरकार भनेर चिनिनु पर्नेछ। त्यसैले गुटबन्दी भन्दा पनि एकतामा जोड दिएर समस्यालाई समाधान गरेर रासोपा अगाडि बढ्छ भन्ने मलाई लाग्छ। साथीहरू, तपाईहरूलाई के लाग्छ कमेन्ट गर्नु होला है त।